कुटिलको बलि नत्र मातृभूमिको लागि यो जात बलिदान। बबाल 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 दामी छ दामी फाड्यो फाड्यो ओड फाड्यो बलिदानले बबाल फाड्यो एकदम वाल दामी सन्तोष सरलाई पनि धन्यवाद यो ज्यान बलिदान। मलाई त एक्सन समीर भट्टको सौगात मल्लको दामी लाग्यो एकदम राम्रो हाम्रो देशको लागि यस्तो बलिदान सपोर्ट चाहियो फाइट त्यसका लागि बलिदान फुलपातीको दिनै चलेको हेर्न नपाएर टाइम नभएर उहाँलाई आज लिएर आउँदैछु के अरे समीर भट्टले दिनुभएको बलिदान एकदमै मजाले असुलो पैसा दामी दामी ह्यापी दसैँ गाइस एकदम राम्रो छ राम्रो छ जस देशप्रतिको भावना फिल्म राम्रो छ एक्सन चाहिँ राम्रो छ कहानीहरू राम्रो छ राम्रो छ दामी छ दामी राम्रो छ हजुर मलाई त एक्सन समीर भट्टको सौगात मल्लको दामी लाग्यो ठिक छ राम्रो छ दुवैजनाको राम्रै छ हजुर फाड्यो फाड्यो ओड फाड्यो बलिदानले बबाल फाड्यो एकदम वाल दामी सन्तोष सरलाई पनि धन्यवाद यो ज्यान बलिदान। राम्रो छ राम्रो एकदम राम्रो हाम्रो देशको लागि यस्तो बलिदान सपोर्ट चाहियो फाइट त्यसका लागि बलिदान राम्रो छ राम्रो सोलिड राम्रो राम्रो भन्नाले तपाईँको यो जुन अहिले भएको सरकारको जुन भएको छ नि त्यो विषयकोमा द्वन्द्वतिर जुन राजनीतिक विषयमा पनि लिएर त्यस्तो फरफर जान्छ त्यो खालको दामी छ फिल्म चल्छ दामी छ एक्सन राम्रो एकदम राम्रो छ राम्रो बबाल 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 दामी छ दामी छ एकदम राम्रो मन पर्यो एकदम मन पर्यो एकदम राम्रो फेरि भोलि पनि आउँछ फिल्म एकदम बबाल छ यो फिल्ममा मलाई स्पेसल सबै मन पर्यो रिचा शर्माको एक्टिङ बाहेक दामी छ दामी दामी एकदम दामी ठीक छ दामी मजाले असुलो पैसा दामी दामी ह्यापी दसैँ गाइस एकदम बबाल राम्रो छ एकदमै राम्रो काने पोखरीको जङ्गलको सिनमा हुनुहुन्थ्यो उहाँ पनि फुलपातीको दिनै चलेको हेर्न नपाएर टाइम नभएर उहाँलाई आज लिएर आउँदैछु के अरे समीर भट्टले दिनुभएको बलिदान एकदमै राम्रो लाग्यो बाबु राम्रो राम्रो लाग्यो राम्रो मजाले हेऱ्यौँ आमा छोराको बुवा छोराको राम्रो आमाको पनि एकदम दामी अब बुवाले माया गरेर बाउ छोरा भेट भएको देख्यौँ राम्रो लाग्यो एकदम गुड राम्रो समीर भट्टको फिल्म एकदम सही एक्सन फिल्म होइन हजुर हेरेको 12 गाउँ जतिको एकदम हिट कस्तो तिमीलाई कस्तो लाग्यो भनिदेऊ दामी हो एकदम दामी छ दामी 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 ए फिल्म राम्रो तर सौगात मल्लले रोल चाहिँ किस्तीमा पाउनु भएको रहेछ राम्रो राम्रो एकदम धेरै राम्रो 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 छ पैसा असुल एकदम दामी 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 भन्दै दामी फिल्म दामी 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 छ जिन्दगी छ भनेर राम्रो फिल्म दामी दामी पैसा वसुल वसुल 1500 वसुल फिल्म राम्रो छ हजुर एक्सन राम्रो लाग्यो एक्सन स्टोरी पनि राम्रो छ हजुर एकदम राम्रो रोए कति ठाउँ रोउने पनि थियो रोइयो पनि ठिक छ राम्रो छ ओभरअल सबै राम्रो लाग्यो पैसा वस्तु छ रेटिङ गर्दिनँ म बबाल बबाल दामी लाग्यो त्यो एक्सनहरू फाइटहरू दामी छ एक्सन एकदम एकदम दामी थियो
एकदम राम्रो छ, धेरै राम्रो छ, राम्रो छ, राम्रो होइन। यो मेन चाहिँ यसले राष्ट्रिय एकताको इस्युलाई खास बनाए जस्तो लाग्यो र राष्ट्रिय एकताको लागि चाहिँ मानिसहरू बलिदान दिन तयार हुन्छन्। त्यसैले यो राष्ट्र विखण्डनको यात्रामा जसुकैले